मेरो नाम चाहिँ मुनाल शाह। म युके आएको अलमोस्ट 1 वर्ष हुन लाग्यो। मेरो चाहिँ इस्टर्न युनिभर्सिटीमा हो मेरो। अनि म आएको चाहिँ त्यही हो, 1 वर्ष हुन लाग्यो। त्यही हो। फीहरू के कति छ? मेरो फी चाहिँ कति छ भन्दाखेरि 14,875 छ मेरो इस्टर्न हो। अनि मेरो 3 वर्षको कोर्स हो। म चाहिँ ब्याचलरमा आएको। मेरो चाहिँ त्यही हो 14,870। फर्स्ट अफ अल अब कुरा गरौँ न त, तिम्रो भिजा लाग्दाखेरि कस्तो फिल भइरहेको थियो? वाट यु एक्सपेक्ट गोइङ वाइल इन नेपाल होइन? के चाहिँ एक्सपेक्ट गरिरहेको? यस्तो हो, लाइक म मात्र होइन कि एभ्री हुन्छ नि, एभ्री स्टुडेन्ट हुन्छ नि, जब आफ्नो भिजा लाग्दाखेरि सबैलाई खुसी लाग्छ होइन। अब नेपाल हुँदाखेरि त हामीलाई सोच हुन्छ कस्तो हुन्छ भन्दाखेरि, जस्तै अब आफ्नै साथीहरू पनि गएको हुन्छ, उनीहरूको भिडियोहरू देख्दाखेरि ऊ गर्दाखेरि अब हुन्छ नि घरकाले नि भनेको हुन्छ, ओहो यो त विदेश गयो, यत्रो कमायो, यत्रो घर लायो, यस्तो भयो। अब आफूले नि मतलब आफूले नि सोच हुन्छ कि आफ्नो नि विदेश जाउँ, के गर्यो घरको लागि। अब उनीहरूको देखेर नि ए हुन्छ होला जस्तो लाग्छ होइन नेपाल हुँदाखेरि। तर यस्तै हो के गर्नु, देखेको आँखाले देखेको सबै कुरा सत्य हुँदैन भने जस्तै। अब हुन्छ नि त यहाँ आएपछि बल्ल थाहा हुने रहेछ कि त्यो मान्छेले हुन्छ नि त 2 मिनटको भिडियोहरू हेरेर 5 सेकेन्डको क्लिपहरू हेरेर जज गर्छ नि, त्यस्तो हुन्छ। लास्टै गाह्रो हुन्छ, रियालिटीमा धेरै गाह्रो हुने रहेछ। त्यही हो। तिमीले अनि युके आएपछि फर्स्ट जब चाहिँ के गर्यो? म युके आएपछि चाहिँ म आएँ होइन, सिधै मेरो एकजना साथी थियो, ऊ चाहिँ आयो लिन मलाई। त्यसपछि म केही गरेन, आएको होइन 1 महिनासम्म त मजाले यहाँ पनि आएको थिएन। 15 दिनसम्म खोज्न पनि कतै पनि गएन। मजाले 1 महिनासम्म घरमा बसिदियो। अनि साथीले भनेको थियो तिमी म जाउँ म मिलाइदिन्छु भनेको थियो, तर भने जस्तो भएन होइन। म पछि अनि त्यसपछि अब मिलेन काम, म गएँ। अब यति क्यासको लागि क्यास काम खोज्न गएँ। कार हाउसमा काम गरेँ सुरुमा, त्यहाँ पनि राखेन मलाई। 1-1.5 महिनापछि कार हाउसमा काम गरेको, त्यहाँ राखेन। त्यसपछि म चलिदिएँ। त्यसपछि त्यो रुममेटसँग बसेको, रुममेटसँग पनि बसिनँ, अर्को रुम सरेँ। अनि आफैले क्यासको काम खोजेँ होइन, अनलाइनबाट हेरेँ, क्यासको काम खोजेँ, कार हाउसमा काम गरेँ। त्यसपछि अनि एनआईमा रेजिस्टर त गरेँ एजेन्सीको थ्रु होइन। अब मेन भनेको यहाँ म जो नयाँ आउँछ तिमीहरू चाहिँ एजेन्सीमा गएर फर्म भर्नु, अनि एजेन्सीले चाहिँ लगाइदिन्छ भने एजेन्सीको थ्रु फर्मसम्म भरेँ एनआईमा। त्यसपछि त्यही हो। अनि तिम्रो एक्सपेक्टेसन चाहिँ के थियो त यहाँ आउँदाखेरि चाहिँ होइन? अब सबै साथीभाइहरू गएको छ, यो गरेको छ, मलाई पनि आफ्नो पनि रहर हुन्छ नि त, केही इच्छाहरू हुन्छ होइन। तिमीले चाहिँ के एक्सपेक्टेसन लगेर आएको थियो? अहिले के भइरहेछ रियालिटी होइन? नेपालबाट मात्र होइन, अरू जुनसुकै कन्ट्रीको मान्छेहरू नै जुनसुकै देशमा जाँदाखेरि पनि तिनीहरूले के भन्न चाहन्छ? मेनली युकेमा आउने स्टुडेन्टहरूले ब्याचलरमा होइन, गर्ने स्टुडेन्टहरूले के चाहिँ अब म त के भन्छु भन्दाखेरि एक्सपेक्टेसन हुन्छ नि, एक्सपेक्टेसन डजन के भन्छ, एक्सपेक्टेसन र रियालिटी कहिले नि मिट हुँदैन होइन। अब मैले त्यहाँ हुँदाखेरि यस्तो सोचेको थिएँ, कस्तो भन्दाखेरि त्यहाँ गएर चाहिँ यति घन्टा काम गर्छु, यति कमाउँछु, यस्तो हुन्छ, चिल हुन्छ। म त सोचेको थिएँ मैले होइन, साँच्चै सोचेँ म के यति पैसा कमाउँछु महिनामा यति, यस्तो सोचेको थिएँ। तर यहाँ आएपछि त्यस्तो हुँदैन रहेछ होइन। अब कामै पाउन, मेन भनेको कामै पाउन गाह्रो। यत्रो युकेमा हामी मात्र होइन, सब देशको मान्छे आउँछ। मेन भनेको काम पाउन गाह्रो। अनि काम पाए पनि मतलब हुन्छ नि सिफ्टै नहालिदिने, यस्तो नगरिदिने। त्यही माथि ब्याचलर स्टुडेन्टलाई त हुन्छ नि कलेज पनि कसैको 3 दिन 4 दिन हुन्छ। अनि रुम भाडा त्यस्तै। अब आफै बुझ्नु कि होइन कसरी मान्छे। फी छ मेरो 14,500। अनि यहाँ एनआईमा काम गरेर आउँछ महिनाको 1000। अनि 12 महिना काम गरी नै आउँछ 12,000 नै आउँछ यदि काम पाएपछि। अब कसरी चाहिँ हामीले 14,000 तिर्ने, कसरी रुम रेन्ट तिर्ने, कसरी ग्रोसरी खाने, अनि त्यसपछि अनि अरू भयो भाडा यताउता गरेर। त्यही भएर एकदम गाह्रो छ होइन ब्याचलर स्टुडेन्टलाई चाहिँ, लास्टै गाह्रो छ। म त भन्छु ब्याचलरमा नआउनु होइन, भएको जति तनाव नेपाल हुँदाखेरि हुँदैन त्यही तनाव यहाँ आएर हुन्छ नि एकदम बढ्छ। मान्छे टेन्सन हुन्छ। कति धेरै मान्छे त मरेको नि न्युज आइरहेको छ होइन, मान्छे हराउने मर्ने। त्यही हो। अब कलेजले मेल हानिदिन्छ फी तिर भनेर, अब आफूसँग पैसा हुन्न के गर्ने, लास्ट अप्सन भनेको त्यही हो। त्यही भएर एकदम गाह्रो छ ब्याचलर स्टुडेन्टको लागि हुन्थे। अनि म पनि अहिले हुन्छ नि त कामै पाएको छैन। मलाई आफैले अब मान्छेले हुन्छ नि त अब मेरो मनभित्र कस्तो छ, मेरो दिमाग हुन्छ नि के भइरहेछ, त्यो त मलाई मात्र थाहा हुन्छ नि त। मैले यसरी बोलिरहेको छु, हाँसिरहेको छु, अब तिमीहरूलाई त थाहा हुन्न। अब आफूले भित्रको कुरा त आफूलाई थाहा हुन्छ नि त। त्यही भएर गाह्रो छ एकदम होइन। अब ऋण हुन्छ, त्यही माथि 35 लाख ऋण ब्याजतिर लास्टै गाह्रो हुन्छ। त्यही हो। यदि भन अब यस्तो हो। अब धन्यवाद तिमीलाई। अब धेरै लामो नगरौँ। आउन लागेको
सबै दिन कार्यक्रम तिमीहरू सोच्दै होइन तिमीले अब गरेको एक्सपिरियन्सहरूबाट के दिन चाहन्छौ होइन तिनीहरूलाई नेपालबाट आउनुभन्दा अगाडि के गरेर आऊ भन्न चाहन्छु म चाहिँ के भन्न चाहन्छु भन्दा नेपालबाट मेन हुन्छ नि जो विदेश आउन चाहन्छ मेन कुरा भनेको चाहिँ विदेश नआऊ होइन जे गर्नु छ नेपालमै गर अब किनकि अब भन्नेले त कतिहरूले भन्छ होइन ए आफू विदेश गएको छ पैसा कमाएको छ अनि नत्र हामीलाई नआऊ भनेर भन्छ मेरो होइन 35 लाख पैसा दियो म भोलि नै नेपाल आउँछु कसम 35 लाख पैसा दियो भोलि नै नेपाल आउँछु होइन जसले भिडियो छ होइन मेरो 35 लाख पैसा दियो म भोलि नै नेपाल आउँछु कसम हो अब के हो भन्दाखेरि लास्टै गाड्छ होइन यदि विदेश जानै मन छ भनेपछि ओर्किङमा जाऊ होइन सस्तो साउदी जाऊ दुबई जाऊ साउदी जाऊ दुबई जाऊ ओर्किङमा जाऊ ओर्किङमा गएपछि चिन्छ होइन 4-5 दिन काम गऱ्यो मजाले पैसा आउँछ 2 दिन मोज गऱ्यो बस्यो नो टेन्सन न केही काम गऱ्यो बस्यो हो कि होइन स्टोरमा त यतातिर पढ रुम रेन्टतिर घरको ऋण अनि काम नपाइने काम पनि 20 घन्टा गर्ने यस्तो टेन्सन हुन्छ गाइज होइन के भनौँ लास्टै टेन्सन हुन्छ त्यही भएर विदेश जानै मन छ भने चाहिँ ओर्किङमा जानुहोस् अनि अब यदि स्टुडेन्टमा जान मन छ भने पनि हुन्छ नि त जहाँ फी सस्तो छ जस्तै अब यो त लास्टै महँगो भयो युके जस्तै अब मानव अब हुन्छ नि त अरू कन्ट्री छ नि त युरोप कन्ट्रीहरू छ जापान छ अरू कन्ट्रीहरू छ जहाँ हुन्छ नि त साउथ कोरिया छ हो कि 4-5 लाख फी छ त्यहाँ जानुहोस् कमाइ पनि हुन्छ अब फी पनि तिर्न सकिन्छ त्यस्तो ठाउँ जानुहोस् भन्छु अब मेन भनेको विदेशै गएर सबै कुरा हुन्छ भन्ने पनि हुँदैन आफ्नै नेपालमा पनि हुन्छ गर्न सकेपछि त्यही हो नेपालमै बसेर गर्नु भन्छु म त मेन कुरा भनेको अब त्यही हो हामी विदेशमा आएकोले हुन्छ नि त आफूले भोगेको कुरा मतलब सेयर गर्ने हो अब कमेन्ट गर्ने जे पनि गरिदिन्छ अब हेर्नेलाई भन्दा भोग्नेलाई पीडा भने जस्तै हो गाइस के भनौँ त्यही हो विदेश नआऊ नेपालमै गर जे गर्नु छ गाह्रो छ एकदम होइन लास्टै गाह्रो छ म मात्रै होइन कि ऊ पनि आएको कति भयो त्यो भिडियो बनाउने मान्छे पनि आएको कति महिना भइसक्यो कामै पाएको छैन अब भनेर नि के काम अब यहाँ यसरी बोलेर काम पाउने कि होइन त्यही हो अब थ्याङ्क यू मुनालजी होइन पोस्ट अनि अरू एक्सपिरियन्सहरू अरू केही कुराहरू हामीले भोगेको अरू एक्सपिरियन्समा भन्ने छ है त्यही हो जानेको भोगेको कुराहरू हामी सेयर गर्छु हेरिदिनु होला भिडियो अब त्यही भन्छु म हुन्छ नि त घरदेखि पढाउँदाखेरि सोचेर आउनु होला सोचेर भन्दा नि एकदम होइन युके आउँदाखेरि त बरु मास्टरमा किनकि के छ भन्दाखेरि मास्टरमा आउँदाखेरि 1 वर्षको फी हुन्छ 1 वर्षको फी त घरदेखि तिरेर आउँछ त्यसपछि अनि यहाँ आएर चिल हुन्छ किनकि 1 वर्षको फी तिरेर आएको हुन्छ अब यता आएपछि हुन्छ नि त पैसा तिर्नु पर्दैन 1 वर्षपछि पिएसओ पनि लाग्छ अनि सजिलो हुन्छ जस मास्टरमा चाहिँ जस डिपेन्डेन्टमै ल्याउन मिल्छ त्यही भएर मास्टरमा आउनु होला ब्याचलरमा नआउनु होला नभएको टेन्सन हुन्छ भयो साथी भयो सो अब हामी त्यही हो